वेलकम टु वर्षा ब्लग आवर च्यानल हैन वर्षा च्यानल है। अनि अहिले चाहिँ हामी यहाँनिर आइरहेको छौँ हाम्रो स्कुल। यहाँ हामीले पढिसक्यो कति वर्ष भइसक्यो 4 वर्ष भइसक्यो होला है। यस सो हामी चाहिँ यहाँको एक्स स्टुडेन्ट है। एक्स स्टुडेन्ट या के हो कत्रो सानो आज म सारा कपाल चलाउँदै आज त मेरो कपालै यहाँ माथि बान्दिरहेको छ। सो यही नै हो यो च्यानलको धनी चाहिँ या सो या यस च्यानलको धनी हामी चाहिँ हैन। आज खासमा चाहिँ के गर्न आँटेको भन्दाखेरि साथीहरू सबैजना मिलेर गेट टुगेदर गर्न आँटेको थियो, मिटअप हान्न आँटेको थियो। तर हाम्रो साथीहरूले हामीलाई धोका दिइरहेको छ। कोही घाटबारी पुगिसक्यो अरे। अनि अहिले चाहिँ हामी 3 जना चाहिँ पोखरीबाट आइसकेको छौँ। यति 3 जना हैन। आशाकोमा आशा पनि रेडी छ। हामी चाहिँ पहिलाको हाम्रो उहाँको डेरामा आएको थियौँ। अनि यहाँ माथि पनि आउँ न त भनेर एकचोटि हेर्नु आएको हाम्रो बोर्डिङ हैन। तर भित्र त जानु पाउँदैनौँ किनकि डोर इज क्लोज्ड। हामी चाहिँ खासमा हाम्रो गुफा जाने प्लान थियो। गुफा गएको हामी गुफा जाँदै हामी गाइस हामी बोलीले हामी कहाँ पुग्यौँ भने गुफा पुग्यौँ, झोरले पुग्यौँ, अनि त्यसरी दुख्यो कि दुखी डाँडा कता हो वाट एभर आई डोन्ट नो। लास्टमा टाङ्लेवा पुग्यौँ, कहाँ पुग्यौँ, जडीबुट्टी पनि पुग्यौँ होइन। कहाँ हो जडीबुट्टी खोइ कस्तो राम्रो थियो जाने ठाउँ हो कि कहाँ पुग्यौँ। लास्टमा चाहिँ हामी आएर चम्पीमा डुल्दैछौँ गाइस। अब कहाँ हुन्छ थाहा छैन हामी। अनि तिमी ब्ल्याकी गर्ल है ल। हामी चाहिँ व्हाइट। अचेलले मेरो के भन्नु सक्दिनँ। मेरो सबै आउटफिटै व्हाइटबाट सुरु हुन्छ, व्हाइटमै टुङ्गिन्छ, व्हाइटबाटै सुरु हुन्छ। अचेल आई डोन्ट नो वाइ। कस्तो इम्बेरेस फिल भयो किनभने सबैले चिनेको आन्टीलाई क्यामेराबाट नगर्नु कस्तो नराम्रो। नै फ्रन्टबाट राम्रो छ। सबैले चिनेको आन्टीलाई नमस्ते गरिसक्यो हामी नगरी भागिदिउँ किनकि हाँस्नु हाल्दिउँ। आउँदैछ साउथ ल सब है। नटी तिमी नटी ऊ चाहिँ आशा श्रेष्ठ भूमिका रेडी भयो नि। हामी पर्खिरहेको छौँ। गाइस हामी रियलमा ज्यादा हामी छौँ यो क्यामेराको क्वालिटी अलिक लो भएको लो भएको मात्रै हो। 240 मा मात्रै भयो, 240 मा मात्रै हामी भूमिका रेडी भयो। ए पहिला यो मैले युसनको मुखबाट सुनेको जस्तो लाग्छ त। एउटा पेपरमा हो नि। अनि अरु के भन्नु थियो तिनीहरूले बिदाई मगाइ हालेर आइजालु लाइजाके राम भएर आइज भाइ प्यासन छ। हेलो गाइस नाको दुलो देखाइदिन्छ। ओए साथीहरु त बाबा हाल्न न खाली हाल्छ है त मौडी पठाइदिन्छ। दादिया मात्र कुन दादी छ काजेस ओइ सन्देशको नम्बर दे त मलाई पठाइदे त। सबु अलिक जेन्टल भएर छैन तल त्यो पिपलमा बसि नम्बरमा पठाउन साले बेसी बोली राख्नु टिनको त्यो हाई स्कुल हौ। ए उयो त भाग्दा हो नि यही युसन त हाम्रो साथी होइन रहेछ कि। अनि त्यस पछाडि नजाने रे ठुलो भएको उ लाउरे गर्दैछ कि त्यो लाउरे भएर ठुलो भएको यो युसन चाहिँ बुझ्यो। अब यो सबै यो भिडियो चाहिँ के गर्छु थाहा छ म सबै भरे सबैलाई एक गरी सेन्ड गरिदिन्छु म त। यिनीहरू त गाइस मेरो फोन चाहिँ कहाँ छ? एक नजाने भन्न त एउटा रिजन त दे। रिजन एउटा राम्रो रिजन चाहिँ देऊ। भयो चित्त बुझाएर हौ। ओबी मल्का झन् टाउको पनि साम्दै निस्किन्छ। ए भगवान निस्किँदाखेरि त जस्तै बिरामी भने मेरोबाट त बुकबाट स्मेल जान्छ ल। थाहा भएन क्या तिमीहरू दुईजना त अगाडि किन आए? तिमीहरू दुईजना किन आए? तिनीहरू पेट्रोल हाल्नु। बाई बाई वर्षा हामी 2 जना चाहिँ हिँड्दै जाँदैछौँ। कहाँ हो देउरालीको बाटो भन्छ? यता होला नि। यता हो। ओइ सन्देश देउरालीको बाटो कता हो? ला छाता यता होला के दाइ देउरालीको बाटो यही बाटो गइदिउँ न। हामी 2 जना यस गाइस हामी अब 2 जना यहाँ छोडेर छ। अहिले साथीहरु लिन आउँछ। सो त्यही नै गाइस बाई 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 बाई। यसरी आइम सबैजना काहीँ नभएको बानी छु।
यस्तो राम्रो छ कि बानेश्वर अरू ठाउँ जाउँ भन्दा पनि हामीलाई बानेश्वरले तानेर ल्याउँछ बिकज इस्ट एन्ड वेस्ट बानेश्वर इज द बेस्ट इस्ट अर वेस्ट बानेश्वर इज द बेस्ट हाम्रो चैनपुरको बेस्ट बानेश्वरै हो क्या तपाईँको फेभरेट पनि हो फेभरेट एभ्रिथिङ अब बानेश्वरमा त्यो नयाँ चिज पनि चेन्ज भएको छ यस्तो छुट्टीको बेलामा त गुहा पोखरी यता मुङदुम ट्रिक ट्रेक अनि त्यसपछि के अरे हामी डाँडा सबै भन्दा नि को मान्छे आउँछ होइन बानेश्वर एक्लै भएकोले चाहिँ हामी बानेश्वरलाई हेल्प गरिदिनुलाई खुसी पार्न आइदिएको मान्छेहरू चाहिँ मान्छे देख्यो भने चाहिँ म बोल्नु सक्दिनँ मलाई मान्छेहरूसँग डर लाग्छ किनकि म भूत हो भूत गाइज हामी चाहिँ बानेश्वर चाहिँ यही हो बानेश्वरबाट देखिने भ्यू चाहिँ तर राम्रो छ हामी धेरै आएर मात्रै दुईजना बोइज पनि भेला भएछ लास्टमा चाहिँ कहाँबाट काहीँ नभएको बानेश्वर काहीँ नभएको हामी जाँदैछौँ है गाइज म त बिर्सेछु भ्लग गर्नु नै खाएको ओरेको गफ यति धेरै भएको थियो कि हाम्रो थुप्रो टाइम भएको थियो सो हामी जाँदैछौँ म पर एकछिन फोटोसुट गर्छौँ होला चिज केही त अलिकति हँसाउने लाइनहरू मार यार भ्लगै बोरिङ हुन्छ लास्टमा हाम्रो युजर आउनु भएको धेरै घाममा टिकटक बनाएर टल फ्रेन्ड हुनु यस्तरी हेर्नुपर्छ उसले मलाई यस्तरी हेर्नु मलाई यस्तरी हेर्नुपर्छ यस्तरी हेर्नुपर्छ सन्देशलाई हेर्नुपर्छ स्कुटी सिकेको अरे सबुले चाहिँ यस्तोमा अहिले उन्दा जान्छ होला नि प्रभु यिनीहरू होइन ख्यालठुरा गर्दा गर्दै अहिले अब हे प्रभु अब चाहिँ हामी घर जाँदैछौँ बाई बाई भन्न चाहन्छु सबैजनालाई अनि अब उसमा जाने भने त स्कुटीमा तल जाँदैछ उतापट्टि बाटो छ अनि तल भेटेर अनि त्यहीँबाट अब हामी चैनपुरसम्म चाहिँ स्कुटीमा जान्छौँ त्यहाँदेखि हामी तिनजना टेम्पोमा जाने हो अब के गर्नु गुफा पनि गइएन तर पनि मजा आयो साथीहरूसँग भेटघाट गफ रमाइलो भयो यो साइड हो कि साइड हो भेट गऱ्यौँ गफ गऱ्यौँ अघि घर त जानु भनेको थियौँ तर फेरि हाम्रो केटीको मात्रै एउटा प्लान बन्यो कि हामी सन पार्क होइन आशा सन पार्क जाने भनेर चैनपुरको नयाँ नयाँ हो म चाहिँ फर्स्ट टाइम जाँदैछु यस्तो छ यताबाट नि चैनपुरबाट चाहिँ भ्यू चाहिँ एकदम राम्रै आउँछ क्या हाम्रो पोखरी चैनपुरको चाहिँ ऊपर हेर्नु यस्तो राम्रो आइरहेछ ओ माई गड यसरी हेर्दाखेरि यताबाट सन देखिरहेको सनसेट ऊ हेर्नु त भ्यू कस्तो राम्रो देखेको वाउ यस्तो पछाडिबाट गर्दा चाहिँ राम्ररी क्याप्चर हुँदो रहेछ गलेर हामी सबैको अनुहार गलेको देखिरहेछ अरे हौ भरे भन्दा चाहिँ हामी चाहिँ गलेको चाहिँ छुइनौँ ल किनकि छुट्टीमा त आएको यस्तो राम्रो देख्छ पछाडि त झन् आइफोन भएको भए अझै मजाले क्याप्चर गरिदिएर तपाईँलाई देखाइदिन्थेँ कहाँको हुन्छ आइफोन दिदीहरूकोबाट बनाउँछु नि त्यो पनि माग्दा तर पनि लास्टमा चाहिँ फोटो चाहिँ आइफोनकै हालिरहेको हुन्छ क्या त्यहाँबाट पनि
अनि अब चाहिँ तपाईँहरूलाई म यहाँनिर देखाउन जाँदैछु हिँड्नु चाहिँ धेरै पर्दो रहेछ बाटो एउटा देखेको अनि अहिले उयो छ नि त हौ सबु उसको फ्यामिलीमा अब फेरि हेर्नु होला यहाँनिर पनि एउटा सानो केही देख्नु सक्नुहुन्छ आई डोन्ट नो पनि छ होइन यहाँनिर अनि फ्रन्टबाट गर्दा चेक गरेको त्यो म राम्रो देखेको छु बुझ्छु न भन्दा फेरि एकचोटि हेर्छु अनि मात्रै बनाउँछु म चाहिँ अगाडिबाट मात्रै बनाउँथेँ सिरनाले खालि पछाडिबाट बना भन्दा अब त्यो पछाडिबाट बनाएको कस्तो देखिरहेछ राम्रो देखिरहेछ ल अब चाहिँ तपाईँहरूलाई देखाउँछु आशा है बोल्ने चाहिँ यस्तो सुन्दरी सुन्दरी छ बाँदर चाहिँ कहाँ छ त बाँदर चाहिँ हिँड्दैछु थाहा छ पहिला चाहिँ हामी ऊ पर गएर समोसा लगेर खान्थ्यौँ होइन मिठो हुन्थ्यो स्कुलको पछाडिबाट अब ऊ पर यो भ्यू टावर होइन तर भरे फेरि मजा आउँछ क्या हिउँमा मलाई मजा आउँछ हो मलाई हिउँमा जानु मन छ कहिले पर्छ हिउँ पुसमा ए त्यतिखेर त उन्दो हुन्छ के कुरा पुसमा वाउ सन पार्क अलिकति देख्दैछ देख्नुभयो सिनेम्याटिक ओहो गाई जसरी वरिपरि बारेको रहेछ सेफ्टीको लागि होला मेबी अनि यहाँ यस्तो रहेछ सबैजना आउने चाहिँ देख्नुभयो होला नि कस्तो रहेछ भनेर मैले यो भ्लग चाहिँ उसको लागि बनाएको होइन क्या के को लागि होइन म 2-3 चोटि आइसकेको सन पार्क हो म त फर्स्ट टाइम मैले चाहिँ यो चाहिँ जस्ट फर द मेमोरीको लागि बनाएको हो र पनि भ्युज आयो भने त कति खुसी हुन्थे भ्युज त आउँदैन नि त यस्तो छ है गाइज अनि यहाँ मैले एउटा टिकटकको फेमस केटीलाई पनि देखेको थिएँ क्या तँलाई थाहा छ त्यो चिन्छ वाट म्यान भिडियो त के गर्नु छ त्यो होइन है गाइज यस्तो राम्रो छ कि एभ्रिथिङ पाउँछ चैनपुर पोखरी नै भन्नु खोजेको चैनपुरमा मात्र भनेको हेर्नु न भ्यू कति राम्रो आइरहेछ अनि यहाँदेखि यसरी हेर्नुभयो भने चाहिँ तल वाउ वाउ भन्नु क्या यस्तो देखिरहेको थियो मलाई यता चाहिँ ओभर मन पऱ्यो क्या यस्तो चाहिँ भ्यू देख्नुभयो ओके यहाँ झन् राम्रो भ्यू छ वाउ यसको बोयफ्रेन्ड हो त्यो चाहिँ घाम हैन जुन खै के हौ तिमी हेर मान्छेलाई त मान्छे तर कुकुरलाई नि तेरो गीत मन परेन यसको पहिला एउटा गीत सुनेर मैले लाइक थपड हान्दै थिएँ क्या भिडियोमा आइफोन भएको आइफोन तर मेरो क्यामेरा नि क्याप्चर गर्छु चाहिँ देख्न सक्नुहुन्छ कि कति मजाले सनसेटको मेरोमा रिफ्लेक्सन परिरहेको छ होइन एकदम ग्लो भइरहेको छ सबको चाहिँ मच्छरले टोकेर खुट्टा कराउँदैछ है एकदम ग्लो भइरहेको छ मेरो फेस त्यही भएर त कराउँदैछ भने देखाइरहेको छु यहाँ आइज नि यहाँ सनसेटले कस्तो मजाले उयो दिँदो रहेछ क्या हेलो गाइज यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ एकदमै ग्लो हुने खालको दिइरहेको छ रिफ्लेक्सन आइरहेको छ अब चाहिँ हामी जान्छौँ मेबी म भिडियो बनाउँदिनँ होला यहाँदेखि सो बाई बाई यहाँ सक्नु नि कति राम्रो आएको नि बाई गाइस सबैजनालाई मिस गरिरहेको छ सबैजनालाई मात्रै होइन सबैलाई मिस गर्छ मिस यु गाइस जो जानी आएन उनीहरूलाई चाहिँ वी डोन्ट मिस यु तर जो आयो उनीहरूलाई चाहिँ मिस यु ए जो आयो पो अरे जो आयो भने जो आउनु पाएन आई मिन टाढो टाढोहरू छ उनीहरूलाई भन्ने खोजेको ल सबैजना भएको झन् मजा आउँथ्यो वी मिस यु गाइज यहाँबाट स्टार्ट हुन्छ भने ऊ तल पुग्छ भने ऊ तल चाहिँ यो चाहिँ बस पार्क नि आशा यहाँदेखि गयो भने सिधै नाक्री र टाउको यस्तो खुट्छ नाक्री टाउको मान्छे बस पार्क छ यहाँ चाहिँ तँ कुन चाहिँ अर्डर गरेको को हेर्नु न यस्तो गरेको थियो अब यो चाहिँ राति बाल्दा चाहिँ दामी देखिन्छ इन गर्नु आएको थियो तर मैले गरिन बेलुका झिलिली हुन्छ है यहाँ बल्छ बाई बाई राम्रो छ चैनपुर बजार साथीहरुलाई चाहिँ बाई गाइस यही त छ नि अब हामी छुटेको हामी चाहिँ टेम्पोमा जान्छौँ यो चाहिँ यसरी हुँदैछ हैन राम्रो भ्यू हेर्नु त दामी छ यो के अहिले मात्रै टालेको छ अस्ति टालेको छैन हो यो होला नि त
अन्त भनेको म अस्ति पहिला पनि एकचोटि देखेको त थिएँ सलिम भाइसँग एकचोटि बेलुका यता आउनुपर्ने